नमस्कार सम्पूर्ण फेसबुकमा जोडिनुहुने फेसबुक फ्रेन्डहरुमा फेरि पनि लाइभ लिएर उपस्थित भइसकेको छु। अहिले हामी इलाम नगरपालिका वार्ड नम्बर 8 तिलकेनीदेखि वज्रदेवी पुल माईखोला जुन चाहिँ माईजोगमै गाउँपालिका र इलाम नगरपालिकाको बीचमा रहेको छ, त्यो हुँदै इलाम नगरपालिका वार्ड नम्बर 10 सिमलगोलाई जोड्ने मोटर बाटोको बीचमा रहेको इलाम नगरपालिका वार्ड नम्बर 10 र माईजोगमै गाउँपालिका वार्ड नम्बर 4 को सिमानामा रहेको जोगमाई खोलामा होम पाइप राख्ने कामको प्रत्यक्ष प्रसारण गरिरहेको छु। हेर्न सक्नुहुन्छ दर्शकबिन, हाम्रो सबै नेपालीको चासोको विषय बनेको तिलकेनी सिमलगोलाई सडक खण्ड जुन अहिले चाहिँ वैकल्पिक राजमार्गको रूपमा सञ्चालन ल्याउन हर प्रयत्नरत छौँ। यसको चाहिँ जोगमाई खोलामा होम पाइप राख्ने कार्य भइरहेको छ। सम्भवतः आज हामी यसलाई सकेर मात्र यहाँदेखि बिदा हुने भन्ने हामीले एउटा लक्ष्य राखेका छौँ। अहिलेसम्मको कामको प्रगति हेर्दाखेरि पक्कै पनि आज हामी यसलाई चाहिँ सक्ने छौँ र भोलि कति बेरसम्ममा हुन्छ जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहरी कार्यालय इलाम, साथसाथै सडक डिभिजन इलामले सूचना जारी गरेपछि मात्र यो बाटो हिँडिदिनु होला। अहिले काम भइरहेको छ। काम सम्पन्न भएर यसलाई चाहिँ चालु अवस्थामा आउन थालेपछि सम्बन्धित तत्त निकायहरूले चाहिँ जानकारी गराउनु हुनेछ। हामी निरन्तर लाइभमा छौँ। म देखाइरहेको छु तपाईहरुलाई। अहिले हामी जोगमाई खोलामा छौँ र होम पाइप राख्ने कामको अन्तिम चरणमा छौँ हामी। लगभग अहिले हेर्ने हो भने 80% 80% को काम भइरहेको छ। सम्भवतः आज हामी यसलाई सक्ने छौँ। समयले साथ दियो भने यसलाई सकेर मात्र हामी यहाँदेखि बिदा हुने हामीले प्रण गरेका छौँ। यद्यपि अब समय परिस्थिति कस्तो हुन्छ नभए पनि भोलिसम्ममा पक्कै पनि यो बाटो सञ्चालनमा आउनेछ। त्यसको जानकारी चाहिँ फेरि यो लाइभलाई आधार नमानिदिनु होला। त्यसको जानकारी चाहिँ जिल्ला प्रशासन कार्यालयले, सडक डिभिजन कार्यालयले त्यसको जानकारी गराउनेछ। त्यसपछि मात्र यो मार्ग प्रयोग गरिदिनु होला। धेरैको चासोको विषय बनेको वैकल्पिक राजमार्ग तिलकेनी सिमलगोलाई राजमार्ग माईजोगमै गाउँपालिका वार्ड नम्बर 4 र इलाम नगरपालिका वार्ड नम्बर 10 को बीचमा रहेको खोला जोगमाई खोला, जहाँ अहिले हामी होम पाइप राख्ने काम गरिरहेका छौँ र यसको प्रत्यक्ष प्रसारण गरिरहेका छौँ।
हामी 18 र 19 गतेको बाढीको कारणले गर्दा इलाम जिल्ला नै चाहिँ मर्माहत भएको अवस्थामा छौँ। अझै पनि यो विषम परिस्थितिमा हामीलाई जोड्ने, हाम्रा सदरमुकामहरूलाई जोड्ने राजमार्ग, मेची राजमार्ग क्षतिग्रस्त भएको अवस्था। 11 दिनसम्म त्यसलाई प्रयास गर्दा त्यसलाई खोल्न नसकिएपछि एउटा विकल्पका रूपमा तत्कालका लागि यो मार्ग प्रयोग गर्ने भनेर केही दिनदेखि हामी लागिरहेका छौँ। सम्बन्धित निकायहरू लागिरहेका छन्। सम्पूर्ण इलामका समाजसेवी, बुद्धिजीवी लगायत सम्पूर्णको साथ र सहयोगको कारणले गर्दा लगभग 80% काम भएको मेरो व्यक्तिगत बुझाइ छ। म प्राविधिक होइन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ मेरो व्यक्तिगत बुझाइ। इलाम, पाँचथर र ताप्लेजुङका सर्वसाधारणहरूलाई जोड्ने छोटो र राम्रो मार्गका रूपमा यसलाई प्रयोग गर्न सकिनेछ। खोलाको छेउ एकदम नेटवर्कको समस्या छ। सकेसम्म तपाईहरुलाई हामीले प्रत्यक्ष प्रसारण मार्फत चाहिँ जानकारी दिलाउने कोसिस गरिरहेका छौं। नेटवर्कका कारणले हुन गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। तपाई हाम्रो बाटो, तपाई हामी हिँड्ने बाटो कस्तो बन्दैछ त भन्ने कुराको जानकारी लिने तपाईहरुको अधिकार, त्यसलाई सुनिश्चित गर्ने काम अथवा कोसिस हामीले गरिरहेका छौं।